सकिनु कति देर टिक 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 ओ यसरी पो जाँदो रहेछ नि त दाइ यो बस आएपछि खानेकुरा दिन्छ भनेर जाँदो रहेछ कि उनीहरूलाई थाहा हुँदो रहेछ हेर न यताबाट पनि आयो हेर्नु न कसरी तन्किँदै गाईको बात छ है यिनीहरू त सिङ मात्रै लामो होला आयो नबस्ती गर्नु जानुभयो आज त्यसलाई थाहा हुँदो रहेछ त्यो गाडीमा खाना पाइन्छ खाना मन लाग्नेहरू उठिहाल्नु हुँदो रहेछ मन नलाग्नेहरू गाईको बात छ नि हौ मेरो बाबा बडपुरा पिरिक पिरिक गरे बाख्रै त नि हो है पनि फिनिस गर्ने हो मलाई हेर्न मजा आएन हेर्ने मजा आएन कि त्यही भएर मैले पनि फिनिस गर्नु यस्तोमा आएर प्रत्यक्ष हेर्न पाए पो यो त बाख्रा पो त मे गर्ने आफू त भलिबल पो हेरिन्छ वाइ यत्रो राम्रो ठाउँमा आएर पनि मोबाइलै हेरिसिन्छ हजुर त सोल्टीहरूले फेरि कुदाउँदै फोन लाग्दैन त तेरो म त उहाँ देखाउन फोन गर्छ अब जिराफ देखाइन्छु पर्खि हामी यहाँ सफारी पर्खि यहाँ आउँछ उयो पोखरी बस्ने ठाउँ होला पारी खाने ठाउँ यो चौरी गाई हो यस्तो पो हुँदो रहेछ है होइन चौरी गाई गाडीभित्र यस्तो पो हुँदो रहेछ यार बाबुजूहरू गाईको टाउकोले खेल्यो यार भाइ हो सम्राट ब्याकग्राउन्ड होइन हौ यहाँ कसरी ब्याकग्राउन्ड भयो एउटै छैन एउटा झन् नजिकमा उसले हान्यो भने त मार्छ होला के हो चौरी गाई कसरी हाँस्दो बसिरहेको छ ला पानी रहेछ पानी खान ठाउँ जमेर ए जमेछ ऊ चौरी छ चौरी गाईको अनि रिसाएको रहेछ क्या हो बच्चा बच्चे यो जुम हुँदैन रहेछ भिडियो कलमा हुन्छ कसरी गर्छन् यसरी जुम हो त्यति होला यिनीहरूले फोरी बनाउँदो रहेछ ठाउँ तिनीहरूले त के खान्छ त ल हेर्नु त यो हामी राम्रो त्यो फर भएको ज्याकेटहरू किनेरकै हो दाइ सुतिरहेको घाँसमा हेर हालिदिरहेको त हरियो घाँसहरू अब यसो कति देर भुवै भुवा हुँदो रहेछ के हो भुवै भुवा रहेछ यस्तो पो हुँदो रहेछ हजुर हात्ती पनि छ यहाँ अब अलिक अगाडि ए हात्ती पनि रहेछ कत्रो ठुल्ठुलो हात्ती त परको डाँडामा अहिले एकछिनमा जाने अब अगाडिको माथिको डाँडामा यो गुफाहरू कस्तो बनाइदिएको है राम्रो हो नि अनि टाउको चाहिँ कत्रो थियो त्यही गर्दा हामी गाडी अब कसैको टाउको ठुलो चौरी गाईको जस्तो बिसीलाई फोन नराखेर यसलाई देखाइदिनु पर्छ समरलाई देखाइदिएको मैले जिरा खाउनु लागेको त्यही भएर समर देखाइदिन्छु भनेको फोन कता गयो ए सास फेरेको त्यो ब्लड हेरेर त्यो आइसमै बसेछ है जुमी वास्तै नगरी घुरिरहेछ श्वास घुरेको हो डरै लाग्दै अगाडिबाट हेर्दा त यसले हान्यो भने त गाडी नै पल्टाइहाल्छ होइन हामी घुम्न आएको थियौँ नि जुतिर अब कस्तो राम्रो पहाड छ यहाँ त अब हात्ती आयो जिराफ पनि रहेछ ए जेब्रा पो रहेछ त यस्तोहरूसँग फोटो खिच्न पाए पो हुन्छ गैंडा पनि रहेछ सबै एकै ठाउँमा हुँदो रहेछ त गैंडा हात्ती केपीले राइनो नेपालमा मात्रै हुन्छ भने यहाँ पनि रहेछ केपीलाई फोटो पठाइदिने बेला लाइक गर मैले गिफ्ट गरेको भन्ने बेला नेपाल दिएको एक सिङ गैंडा भनेर हो एक सिङ नै रहेछ